सुशीला कार्की सरकार र पहिले भएको खिलरा रेमी सरकार एउटै होइन। त्यतिबेला आन्दोलनकारीहरूको बलमा अन्तरिम संविधान अन्तर्गत दलहरूको सहमतिले अन्तरिम सरकार चुनावी सरकार बनाउन सकिने भन्ने व्यवस्था थियो। त्यस अन्तर्गत उनी बनेका थिए। अहिलेको त्यो होइन। अहिलेको त विद्रोह मार्फत पुरानोलाई विस्थापित गरेर यो चाहिँ आन्दोलनकारीप्रति प्रतिबद्ध भएको आन्दोलनकारीहरूले चुनेर छानेको सरकार हो यो। त्यसैले यसले चाहिँ खालि चुनाव गराउने मात्रै होइन, यसले चाहिँ आन्दोलनकारीका माग पुरा गर्ने पनि यो सरकार हो। त्यस निम्ति त आवश्यक संविधान सुधार यसले गर्न सक्छ। नत्र जसरी अहिले यो सरकार बनेको छ संविधानको कमाएर फुलस्टप मात्रै बनाउने भने त ठाउँ त मिल्दैन। यो त आन्दोलनको बलमा र कमाएला फुलस्टप हेरिँदैन। त्यही अनुसार चाहिँ सुधार गरेर चुनावमा जानुपर्छ। त्यसको निम्ति यो जे आन्दोलनले उठाएको जुन मुद्दा छन् त्यो मात्रै होइन, सुरुमा उठाएको मुद्दा मात्रै हुँदैन, आन्दोलनको क्रममा नै मुद्दा उठ्दै जान्छन्। त्यसर्थ पनि हेरिनुपर्छ। म त 36 सालको स्मरण गराउँछु। 36 सालको आन्दोलन पाकिस्तानका प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई चाहिँ फाँसी दिएको विरोधमा नेपाली विद्यार्थी गरेको आन्दोलन थियो। पछि यस्तो भड्कँदै गयो, सत्ता धराशायी भएर जन्म सङ्ग्रह घोषणा गर्न पुग्यो। जन्म सङ्ग्रहको माग थिएन उनीहरू। त्यसले आन्दोलनको क्रममा के विकसित हुन्छ भन्ने हो, सुरुवात कहाँबाट गऱ्यो भन्ने होइन। विकसित हुँदै गएपछि यो कहाँ पुग्यो भने यसमा चाहिँ आवश्यक सुधार गरिनुपर्छ। सडकमै नारा लाग्यो त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भने त सडकमै नारा लाग्यो त। त्यसैले त्यसलाई सम्बोधन नगरिकन चुनाव चाहिँ गराएर ठिक ठाउँ चाहिँ पुग्दैन। त्यसको निम्ति चाहिँ दबाब दिनुपर्छ र यो सरकार त्यो दायित्व बन्छ भन्ने म ठान्छु। कांग्रेस एमाले रिफर्म हुने सम्भावना अथवा माओवादी रिफर्म हुने सम्भावना पार्टीभित्र अन्तरसङ्घर्ष छ। अनि त्यो सम्भावना देखेको भए म आफै यो 10 वर्षदेखि नयाँ शक्ति वैकल्पिक शक्ति भनेर हिँड्थेँ। त्यो कुनै सम्भावना छैन। तिनले खालि चाहिँ उयो अब अन्यथा नलाउँ, एउटा केलाई नुहाएर केही हुँदैन भन्छ नि, एउटा प्राणीलाई नुहाउँदैमा अर्को प्राणी त बन्दैन। उनीहरू त्यस्तै हुन्। त्यो कुनै पनि जति नुहाए पनि त्यो सुध्रिनेवाला होइन। चाहिने वैकल्पिक राजनीतिक शक्ति नै हो। त्यसको निम्ति भुल्का त उठिरहेको छ, केही भएन भने किन भएको छैन। यसको चेतना जुन जागेको छ, हामीले जुन अभियानहरू सञ्चालन गरेका छौँ, विभिन्न समूहहरूले गरेका छन्, त्यसको बलमा त अहिले अगाडि गइरहेको छ। त्यसैले उपयुक्त मौका अब जेएनजीले नै नेतृत्व गरे भन्छौँ भने उनीहरूले नै दबाब सिर्जना गरेर अरूले साथ दिएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने र तिनीहरूले नै अबको निर्वाचनमा अग्रता लिएर देशको नेतृत्व गर्ने, यो नै अबको बाटो भन्ने मलाई लाग्छ। ल अरूले राखौँ, एउटाले धेरै नराख। जुन अहिले जेएनजी आन्दोलन भयो, त्यो आन्दोलनले चाहिँ पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, त्यसै गरी शेरबहादुर देउवालाई अब पार्टी नेतृत्वबाट हटाउनुपर्छ, पुरानै पुस्ताका नेताहरू धेरै भयो भने जुन हाबी भयो भनेर कुरा आइरहेको छ। तपाईँ पनि केही पुस्ताको नेतामा पर्नुहुन्छ। अहिले आन्दोलनको जुन आन्दोलन भयो त्यो आन्दोलनमा मैले गर्दा पनि यो आन्दोलनमा अलिकति कमजोरी भएको छ। अरू 3वटा पार्टीका नेताहरू भन्दाखेरि तपाईँले चाहिँ त्यो